ल साथीहरु आज चाहिँ म यसको आइटम बनाउन गएर छु तपाईहरु फुल भिडियो हेरेर लाइक कमेन्ट्स एन्ड सब्स्क्राइब गरिदिनु होला है त्यहाँ अनि लास्टमा तपाईहरुले यो किनेर ट्राई गर्नु होला मिठो हुन्छ यसमा चाहिँ अहिले अन्डा राख्ने ठाउँ पनि बनाउने के टक्क है यसमा अन्डा बस्ने ठाउँ पनि बनाउने टक्क लाएर अब कति जनाले खानुहुन्छ त्यो अनुसारको अन्डा टक्क अन्डा बस्ने ठाउँ पनि मिलाउने के यसरी राख्ने मसला ससला केही पनि चाहिँदैन है सिर्फ अलिकति यो उछर्ने यो मरिच के भन्छ यो पेपे अलिकति लाउने अनि त्यहाँबाट नुन अलिकति हाल्ने यो मरिचको धुलो नुन हालिसकेपछि अनि दुध पनि राख्ने कि माथिबाट पनि मनपर्छ भने अलिकति खोर्सानी छर्ने अनि मैले त्यो मरिच तीनटा अन्डा हाल्नु टक्क लाएर है ल साथीहरु यसमा चाहिँ अब अलमोस्ट पाकिसक्यो है यसमा चाहिँ अन्डा हाल्ने के यसरी अघि मैले धुलो राखेको थियो नि यसमा टक्क लगाएर अन्डा हाल्ने के अनि यहाँ एउटा यहाँ थियो है यसरी हाल्ने एउटा यसरी हाल्ने अर्को यसरी हाल्ने यो एकछिन पाक्नेसम्म राख्ने है अनि त्यहाँबाट रेडी भयो एकछिन छोपेर हाल्ने के अन्डालाई यो हेरौँ त है त साथीहरु कस्तो भइछ वाउ कस्तो दामी हो नि त अनि झोल पनि अलिअलि हाल्ने के अहिलेको झोल यस्तो भयो मेरो खाना ल कसलाई मन पर्यो कमेन्ट्स गर्नु है साथीहरु